हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी अब यसो स्थानतिर जाने भनेको। हल्का घाम लागेको अवस्था छ आज, धेरै दिनपछि च्याट्ट लाएर यसो अनि स्थानतिर यसो पानी सानीतिर जाने भन्ने सोचेको। अब हेरौँ के हुन्छ। हाम्रो लक्ष्मी रेडी हुँदैछ अनि म चाहिँ लगभग रेडी भइसकेँ। यसै जाने हो, घाम ताप्ने एकछिन अनि आउने। हेलो लक्ष्मी, के छ, रेडी हो तिमी? रेडी हो नि, ल निस्किनु पर्छ। बाहिरको भ्यू बबाल देखेको छ यहाँबाट घाम लागेकोले। च्याट्ट लाएर त्यतिकै सुक्छ। घाम चाहिँ बर लागेको छ है आज। हट लाएर है बाबा, आँखा चाहिँ हेर्न सकिन्न, सनग्लास लाएर हिँड्नुपर्छ जस्तो छ। सनग्लास लाएर चप्पल प्याटेक प्याटेक गर्दै हिँड्ने हो। सही हो। भ्यू चाहिँ यस्तो छ है बाबा, घाम लाएर टिलिक्क टल्केको छ। यिनीहरू यता आउनै पाउँदैन, यिनीहरूले पर्खेको हुँदै पर्खेको होइन, यता गाडी आएको छ कि छैन भनेर। होइन, बुढीले बोल्नु खोजे हामीलाई देखेर चिनेर अनि कन्फ्युजन नि भयो। त्यही हो। चिचाएको नै भन्दैन नि। यस्तो फुलहरू नि फुलेको छ है। यो कुन फुल रहेछ अरे? यो साकुरा त नहुनु पर्ने हो। हदसम्म त्यही हो। अब आज चाहिँ वेदर लास्ट टाइम देखेर हल्का फुल्का बादल लागेकोले गर्दा पनि वाइल्ड टाइम देखेको छ। जताबाट गयो नि हुन्छ, उतैबाट जाउँ होला। तिम्रो के एउटा भन्ने मैले सोचेको मात्र हो, होइन त गराइनु हुन्छ नि भन्ने मलाई पनि थाहा छ क्या। तिमीसँग कम्युनिकेसन पनि मजा आउँदैन यार। किन मजा नहुन्न, मजै देख्यो त नि भनेर भन्यो होइन। जताबाट गयो नि मलाई पनि थाहा छ नि, जता यताबाट गयो नि पुग्छ, यताबाट गयो नि पुग्छ। मैले भन्नु खोजेको मतलब तिमीलाई कुन बाटो, जहिले पनि तिमीलाई होइन एउटा सुनिहाल्छु नि त यार। तिमीलाई कुन बाटो हिँड्नु मन लागेको छ त्यो बाटो हिँडौँ भन्नु खोजेको क्या। तिमीलाई एउटा यास भन्नु हो क्या, त्यो घुमाउने कुरै छैन क्या। मलाई म हिँड्नै मन लाग्यो, कताबाट जाने अनि नसोध्नु नि त नि, जहिले पनि के जहिले पनि नसोध्नु त नि। अनि यताबाट पनि पुग्छ, यताबाट पनि पुग्छ, उताबाट पनि पुग्छ भनेर अनि हिँडिहाल्छु नि। म त म यताबाट आउनु भएछ, म बत्तीलाई आज उताबाट जानु मन लाग्यो कि भन्नु खोजेको। मलाई मन लाग्यो भने म आफै तिमीलाई यताबाट हिँड भनेर भनिहाल्छु नि। एउटा क्वेसन सोद्धाखेरि यास भन्नु हो कि नो नो। कम्प्लिकेट नगरौँ न। त्यही साथीहरू आज ल हेर्नु बाबाल, आज लगभग अब चाहिँ समरलाई वेलकम गरे जस्तो छ। र पनि भन्न सकिँदैन यहाँनिर, अब जे पनि हुनसक्छ यार। आज एक दिन घाम लाग्यो, पर्सि हिउँ परिदिन्छ यहाँ त। चल्छ तिमी हिँड न, बाटो देखेनौ, बाटो तिमीलाई छेक्यो भने चाहिँ अनि मलाई भन न, यो बाबुबाट देख्यो यो बाटो जाउँ त्यो बाटो जाउँ भनेर नभन्न मलाई। तिमीलाई बाटो छेक्यो हिँड्न मिलेन भन्ने मात्रै मलाई कम्प्लेन गर, बुझ्यौ नि? अनि मात्रै म एक्टिभ हुने हो, नभए तिमी एक्टिभ हुनु जरुरतै छैन। तिमी हिँड, कहाँसम्म हिँड्नु पुग्छ त्यसम्म मजाले आनन्दले हिँड है। के
नर्मल मान्छेको जस्तो हुँदैन नि ओहो कस्तो दामी देखेको छ यार भ्यू ओहो मुख छाड्ने होइन के गर्ने त हेर न आम्मै कस्तो दामी आज त यता घाँसबाट हिँडाउँ है त घाँसको बाटो जाने हो त्यही थाहा छैन र जता हिँड्छौ त्यही हिँड्छ भन्ने कारणै मैले त्यही हो ठिक छ सायद ओहो बाइक पड्कायो यार दामी बाइक पड्काउँछ केटाहरूले मेरो कहिले आउने हो बाइक पड्काउने दिन के पड्काउनु बाइक पड्काउनु कि गाडी पड्काउनु कि सबै पड्काउने हो घर पड्काउने हो गाडी पड्काउने हो यस्तोले ज्याकेट लगाएको देख्छ कालीले घरबाट अनि जाडो भएको ठाउँतिर जानु होला नि त बेलुका फर्केर आउने होला नि म मात्रै हो हाफ टी सर्ट र हाफ प्यान्टमा छु म चाहिँ होइन यताबाट घाँसबाट यहाँ घाँसबाट तल झर्ने दामी 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 हो र किन नि के कारणले चाहिँ त्यस्तो आनन्द हो जस्तो ओके कापामा हावा त चलिरहेछ त्यही पनि खासै त्यस्तो जाडो त छैन आज त अलिकति घाम लागेकै हो ठिक छ यतिको यहाँ अनि रातभर बसिन्छ त लक्ष्मी होइन यो त एकछिन मात्रै एकछिन यसो घाम लागेन्जेल यसो एकछिन पो निस्केको त कहाँ पुरै रातभर बस्ने भन्ने सोचेको कि हो मेरो लाडीले होइन नि लक्ष्मी अरूभन्दा पनि घाम लागेको बेला चाहिँ साह्रो दामी समर टाइम चाहिँ बर रमाइलो हुन्छ यहाँनिर बिहानै खाना सामानहरू रेडी पार्ने ओके लगभग टाइम नै यही उ गर्ने के मुन पनि लागिसक्यो रहेछ दिउँसो यार एकछिन भयो नि माटोमा पुरानो घर अरे यो त ओलवारभन्दा नि अगाडिको घरहरू हो के चाहिए मुझे के चाहिए कताबाट जाने जताबाट गयो भने चल्नु हिँड नि त घाँसैबाट हिँड्थ्यो अलिकति हरियाली जस्तो भाइब्स पनि छ नि त यहाँ दिउँसो हिँड्थ्यौँ न अहिले बेलुकी त फर्किने त प्रायः बाटो हो हामी दामी यतातिरको घरहरू दामी दामी छ यार यस्तो दामी फुल लोकल हो नि हाफकटु र चप्पलमा हिँडिरहेको छु म लोकल हो हो माई गड एउटा बेरान्दै बस्नुपर्छ जस्तो छ आज त हेर न मौसम कस्तो दामी छ नि यहाँ त यो के अरे मौसमले नि त साथ दिनु पर्यो नि त घरमा के रमाइलोको त्यसको रमाइलोको ल साथीहरू अब चाहिँ हामी अब ट्याक्क स्थान आइपुग्नु लाग्यौँ इन्जोय गर्नुपर्छ ल ठिक छ त्यही हो साथीहरू यसपालि चाहिँ मैले अब वर्ल्ड कपमा स्पेन लाइन सपोर्ट गर्दैछु यो चाहिँ ट्याक्कै स्पेनको हो अनि प्लस अब यहाँ देश लाइन त छँदैछ त्यो पनि जस रेडीमै छ जर्सी किनेर राखेको छु
हेरौँ अब यसपालि 2026 कता जान्छ हेरौँ। दुइटालाई चाहिँ सपोर्ट गर्नु खोजे हो पर्सनल्ली, तर मेरो फेभरेट चाहिँ अब छ अर्जेन्टिना पनि हुन्छ, अनि न्युजिल्यान्ड भइहाल्यो, स्पेन भइहाल्यो। अरू चाहिँ मलाई खास इन्ट्रेस्ट छैन, तिनटालाई सपोर्ट दिने हो। बाँकी अब देखा जाएगा भाइहरूले कस्तो खेल खेल्छ होइन, चिल पाराले थाहा हुन्छ पछि। ल सी यू गाइज, हामी अब ट्याक्कै आइपुग्नु लागिसक्यो स्थानमा। खासै टाढो त होइन, त्यही पनि यसो आज ओखण्ड सन्डे रमाइलो हल्का। ल सी यू गाइज इन द स्पट। ल साथीहरू फाइनल्ली आइपुग्यो हामी यहाँ स्थान सानो। हामी च्याट्ट लाएर यो ठाउँको चाहिँ खासमा म तपाईँहरूलाई भन्छु एकछिन। लक्ष्मी आऊ। ल साथीहरू यही हो अब ओइडलको स्थान चाहिँ हामी अब के अरे मलाई विशेष रमाइलो चाहिँ हामी बस्ने ठाउँको यही लाग्ने हो स्थान। नजिकै छ होइन, हामी लगभग हिँडेर अब 10 मिनटमा नै आइदिन्छौँ, 5-10 मिनटमा। हाम्रो लगभग इभिनिङ वाक गर्ने ठाउँ यही हो। रमाइलो छ, समरमा त झन् बबाल छ। बियर गार्डनहरू पनि ती छ यहाँनिर, बबाल ठुलो होटल नि छ पछाडि देख्न सक्नुहुन्छ। यहाँ मान्छेहरू जस उर्लप सुर्लप नै आइरहेको हुन्छ, इन्जोय छ। ठिक छ, ल सी यू गाइज। यो गाइज हामी चाहिँ अब च्याट्ट लाएर आइपुग्यौँ है, यहाँबाट इन्ट्री हुन्छ। ल हामी बाबा सही हो। खतरा छ ठाउँ। यस्तो छ साथीहरू दृश्य यहाँको। ओ माइनगढ ठुलो सिप आउँदो रहेछ, देखाइदिन्छु म तपाईँहरूलाई। ल ठुलो सिप, कारको सिप किन नि कारको सिप आउँदैछ बाबा। कत्रो आएको यार, यिनीहरूलाई त सायद पानी पनि थोरै भइरहेको होला है, पानी थोरै भयो जस्तो लाग्छ मलाई चाहिँ यिनीहरूलाई। सही छ। यहाँ चाहिँ गाई चाहिँ यस्तै हो, दिउँसो चाहिँ तपाईँहरूको पानी लास्टै सुकेर उता जान्छ, अनि जब साँझ पर्छ तब यहाँ छेउसम्म आइपुग्छ। यो चाहिँ मलाई थाहा थिएन, यस्तो चाहिँ कहिले पनि थाहा भएन मलाई। यहीँ आएपछि मात्रै थाहा भएको यस्तो कुरो चाहिँ। हामी कहाँ जाँदाखेरि अनि कति बजेपछि मात्रै त्यो समुद्र आउँछ भन्छ नि, हामी कहाँ घुमेर आयो नि त। त्यो हामी उता फेन्सबुकमा कि कति बजेपछि मात्रै आउँछ। यहाँ त झन् 3-4 बजे बेलुका, त्यहाँ नि यस्तै त नि, अहिले पनि त त्यस्तै 5 बजिसक्यो। जस्तो यहाँ खै दिउँसो चाहिँ कहाँ जान्छ रहेछ क्या यिनीहरू, घुम्न जान्छ क्या। गएको हो कि त्यो पृथ्वी घुमेर खोला उता पुगेको हो कि के हो के हो। खै तान्न पर्ने हो, तिमीलाई भयो नि मलाई नि। तिमीले नि तानेन? तानेन, टाउको मात्रै आएर। तिमी हल्ला त उठ बस त। क्या दिएको छ हेलो। ल ठिक छ साथीहरू, अब स्थान छेउमा बस्नुको मजा यही नि। कस्तो अर्कै देखिरहेको हुँदै त लगभग जाडो भएन? छैन, यस्तो घाम लागेको छ
तिमीले यसले के घाम तापेको होला यस्तो यो नेकेड स्किन हुनुपर्छ घाम ताप्नलाई अनि मजा आउँछ आज मजाले भिटामिन डी लिएर जाने हो पुरै काम आएको बेलामा मुद्दा हो क्या अलिक नागेन पुस्ने होइन अहिले नि मजै छ खालि त्यस्तो पोल्ने खालको घाम छैन ठिक्क हल्का हल्का त पोल्या पोल्या जस्तो चाहिँ भएको छ है फेसतिर चाहिँ पानी चाहिँ फेरि चिसै होला है अभियसली होला नि पानी चाहिँ चिकन र उयो ल्याउँ भनेको त नि तिमीलाई मानेनौ यहाँ आउने बेला घाम ताप्ने बेला केही न केही चाहिँ यसो मुखा हाल्ने केही न केही चाहिँ ल्याउनु पायो भने मजा आउँछ हुन त यहाँ दोकानहरू छ रेस्टुरेन्टहरू छ त्यही पनि आफूले ल्याएको भनेको आफूले ल्याएको हुन्छ मजा नि आउँछ हामीले भनेको जस्तो खाना नि पाउँदैन नि त फेरि यहाँ नुनिलो पिरो अमिलो होइन चिप्सहरू भयो नि त हुन्छ त नि तिमीलाई यहाँ आएर मात्रै हल्ला हिरो भएर हिँड्नुपर्छ नि तिमीलाई घरबाट ठिक कता ठिनिक ठिनिक चप्पल पड्काउँदै आउने मान्छेलाई हिरो भएर भन्छ चप्पल पड्काउँदै केही हातमा नबोक्ने हुन्छ यत्रो ग्याजेट बोकेर आएको छ नि मलाई त्यस्तो लागेको न फोन पक्र तिम्रो केटी कहाँ गयो पनि रिसाएर गयो आज जेसै गरोस् मलाई भयो हजुर यसले तान्छ है त कतिको तान्दो त्यति त तानिहाल्छु जुम गरेर नि बवाल तान्छ भन्न पर्ने ए छैन मजाले वेदर कन्डिसन गरिरहेछ यहाँ चटपटे मिस भइरहेको क्या मान्दैन अब नखाने हो नि त लक्ष्मी त्यस्तो कुराहरू चटपट लिएर आइदियो बुढीलाई माया गरेर बुढी भातै नखाइदिने अनि कहाँ हुन्छ त नि त्यस्तो पारा एक्स ल्याइदियो बुढा भातै नखाइदिने करी करी त खाइदिने ए हँसाउँछ यो साथीहरू अब चाहिँ हल्का जाडो जाडो पनि बढ्न थाल्यो ल काली अब चाहिँ हामी घर पनि जाने हो यो बबाल छ यार यो होटेल जे जस्तो भयो नि ठाउँ दामी छ नि सोल्टी लगाएर यस्तो दामी छ भाइब चाहिँ बबाल छ हौ अब चाहिँ हामी अब घर जाने हल्का चिसो चिसो बढेको अवस्था होइन ठिक छ यस हल्का फुल्का भिटामिन डी लियो अब जानुपर्छ बिस्तारो चलपल लक्ष्मी पछाडिबाट आउँदैछ अब घर जाने यसो स्न्याक्स हुन्छ कि डिनर सिनर हुन्छ के हुन्छ अब मिठो मसिनो बनाउने हो अनि खाने हो अनि घुप्लुक्क लाएर सुत्नुपर्छ सायो लक्ष्मी आउँदैछ पछाडिबाट चिल पाराले अलि औ ठाउँै दामी छ घर जाने होला लक्ष्मी बस्यो भने धेरै चिसो नि हुन्छ बरु घरै गएर खाउँ होला हुन्न टाढो भयो नि एउटा कुरो भन्ने अब यो यस सानो त के भन्नु है मान्छे कहाँबाट यत्रो लपमा आउँछ उर्ला पाउँछ नि मान्छे यहाँ हामीलाई चाहिँ सधैँ आइरहने भएर त्यस्तो लागेको यत्रो यत्रो होटेलहरू छ नि उर्लप होटेल के भन्छ सही हो ठिक छ अब आजको भिडियो चाहिँ इन्ड गर्नुपर्छ जस्तो लाग्यो है यस्तो छ माहौल यहाँ पछाडि बवाल छ नि ठाउँ त
ओहो घाम लाग्दा लाग्दा दामी छ ठाउँ यताबाट जाउँ औ हो घरै गएर दापाउँ होला क्या यहाँ फेरि घाम मस्त हावा नलाएर रहेछ नि त ल आजको भ्लग यहीँ गर्छु म हस् धन्यवाद